सम्पूर्णमा नमस्कार। यो दृश्य हो सिद्धेश्वर लालकुमारी माध्यमिक विद्यालय बुटोल 7 दीपनगरको। बिहानी पखको प्रार्थना समय पश्चात यति बेला विद्यार्थीहरू आफ्नो कक्षामा गइरहेको दृश्य देख्न सक्नुहुन्छ। यहाँ विद्यालय कक्षा नर्सरीदेखि कक्षा 12 सम्म सञ्चालित रहेको छ। एकदमै शान्त अनि मनोरम वातावरणमा यो विद्यालयको अवस्थिति बुटोल 7 दीपनगरमा रहेको छ। विद्यालयमा धेरैजसो न्यून आय अनि विपन्न भएका विद्यार्थीहरूले अध्ययन अध्यापन गर्दै आइरहेका छन्। विद्यालयको बिहानी सत्रमा कक्षा 11 र कक्षा 12 अन्तर्गत शिक्षा र व्यवस्थापन संकाय अन्तर्गतका विभिन्न विषयहरूको पठन पाठन हुने गर्दछ। कक्षा शिशुदेखि कक्षा 12 सम्म रहेको यस विद्यालयमा करिब 800 जना विद्यार्थीहरू अध्ययनरत छन्। विद्यालयले हरेक शुक्रबार अनिवार्य अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ। हप्ताको एक पटक विद्यालयमा विभिन्न सङ्घ संस्था तथा कार्यालयहरूको रोभर एवं सहकार्यमा विभिन्न जीवन उपयोगी सिप कार्यक्रमहरू समेत सञ्चालन हुँदै आइरहेका छन्। विद्यालयमा करिब 32 जना शिक्षक कर्मचारीहरू रहेका छन्। विद्यालयका प्र दिननाथ गिरीले बताए अनुसार बुटोलका धेरै विद्यालयहरूमध्ये खास सबैका लागि शिक्षा सञ्चालन गर्ने विद्यालय यस विद्यालय बनेको बताउनुहुन्छ। हामी सबै प्रकारका विद्यार्थीहरू भर्ना लिन्छौँ। हामी कहाँ अवैज्ञानिक खाले प्रवेश परीक्षा लिनुको सट्टा विद्यार्थीहरूलाई उनीहरूको स्तर मापन गरी उनीहरूलाई सुहाउँदो र मान्य कक्षामा राखी अध्यापन गराउँदै आइरहेका छौँ। मेरो छोरोका पढ्ने सरकारी स्कुलमा, मेरो छोरीका पढ्ने सरकारी स्कुलमा, नेपाली नहुने हेर कतिलाई नेपाली भएर भन्छन् ठुलो जागिरमा सरकारी पढ्ने नै आखिरमा। नेपालीलाई नेपाली सस्तो म आफ्नै भाषा बिर्सेला जस्तो म गर्छु बा प्रगति गर्छु। बोर्डिङमा पढ्दैन सरकारी स्कुलमा पढ्छु, बोर्डिङमा पढ्दैन सरकारी स्कुलमा पढ्छु।